अझ पनि सम्झन चाहन्छु त्यो बेलामा जम्मा गर्ने पैसा नभएर 20 लाख रुपियाँ उहाँहरूले हालेर यो संस्थालाई त्यो बेलामा आफ्नो संस्थाले हाल्न पर्ने पैसा 50% पैसा नभएर हालिदिनु भएको हुनाले हामीले उहाँलाई विशिष्ट अतिथि मात्रै नभएर हामीले प्रमुख अतिथि बनाएर सम्मान दिनुपर्छ संस्थाले। बरु यो रोग अहिले मान्छेले पैसा माग्यो भने कसैले पैसा दिँदैन। विनाश गरिसकेपछि त्यो मर्मत गर्नुपर्छ भन्ने जसले बिगार्छ त्यसले जान्नुपर्ने कुरा हो। हामी विजयपुरबाट कोत्रेसम्मको बाटो, सिसुवादेखि बेङ्गासम्मको बाटो, सिसुवा चोकदेखि खुदीसम्मको बाटोले हामीलाई ठुलो क्षति गरेको छ। आश्वासन हामीले धेरै पटक पाएका छौँ, हुन्छ हुन्छ भन्ने आश्वासन पाएका छौँ। प्रक्रियामा ठ्याक्कै त्यो हुन्छ भन्ने कुरा अहिलेसम्म गएको छैन। यो उत्सवमा सबै आउनुभयो, हाम्रो निमन्त्रण स्वीकार सबै आइदिनुभयो। प्रमुख अतिथि, विशिष्ट अतिथि सबैलाई कार्य समितिको अध्यक्ष तपाईँहरूलाई सबैको यो खानेपानीमा जति धेरै सहयोग गर्नुपर्छ, जसले जहाँसमा सहयोग गर्नुपर्छ, सहयोग गर्नेलाई सम्पूर्णलाई धन्यवाद पनि दिन चाहन्छु, स्वागत गर्न पनि चाहन्छु र मेरो कुरा यही अभिला गर्छु। धन्यवाद। काम खोले भयो। कारण खानेपानीले धेरै फड्को मारेको छ। हिजोको अवस्था हेर्दाखेरि युजे खानेपानी लगायत अघि अध्यक्षज्यूले भनिसक्नुभयो र अहिले मालिका उपालिकाबाट पानी ल्याउने व्यवस्था पनि भनिसक्नुभयो। कार्य समितिमा बसेर र क्षेत्रगतमा संस्थालाई सहयोग गर्ने हो भने पक्कै पनि कार्यकाल आफ्नो काल पुरा हुन्छ। उदाहरणको लागि म मेरो स्याङ्जा डिभिजन कार्यालयका कार्यालय प्रमुख हरिति मिश्रज्यू मेरो अगाडि हुनुहुन्छ। उहाँ म व्यक्तिगत तर्फबाट म धेरै धन्यवाद दिन चाहन्छु। यो गगनौडा 30 भन्नेमा एउटा सानो गगनौडा भुक्कु खाने पानी छ, त्यसको अध्यक्ष आज म 12 वर्ष भयो। गरौँ 3-4 वर्षमा पक्कै पनि पुरा हुन्छ। यो कुरा भन्दै मलाई आज यस 24औं वार्षिक उत्सवमा एउटा कार्यक्रम गरिराख्दाखेरि हामी प्रत्येक लेखनाथवासीले खानेपानीको व्यवस्थापनमा हामीले सहयोग पाइराखेका छौँ। तापनि कहिले भनेको समयमा पानी प्राप्त भएको छैन र यहाँहरूले दिन रात नभनिकन खटेर लाग्नु भएको छ र भोलिका दिन कुनै पनि समस्या नआउने किसिमले यहाँहरू लाग्नुहुनेछ र डाइरेक्ट हामीले धाराबाट पिउन मिल्ने किसिमको पानीको व्यवस्थापन पनि हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। पानी उपयोग नगर्नुहोस् भन्ने सूचना जारी गरेको छैन भने तपाईँ निर्धक्क साथ पानी उपयोग गर्नुहोस्। त्यसको ग्यारेन्टी तपाईँ सौहार्दपूर्ण ढङ्गले आउनुहुन्छ भने हामीले पनि पहल गरेका छौँ। सङ्घीय सरकारसित पनि यो कुराहरू पुरा गरेका छौँ। राजनीति साथीहरूसित पनि संविधानमा लेखिएका मौलिक हकका कुराहरूका चाहिने कुराहरू उठान गरेका छौँ। तसर्थ सुझाव नकारात्मक होइन, सकारात्मक दिनुहोस्, लिखित दिनुहोस्, उपस्थित भएर दिनुहोस्। यो संस्थाले त्यो ढङ्गको उचाइ प्रगति गरेको छ। वार्षिक जुन ह्याप्पी एनिभर्सरी चाहिँ भन्न चाहन्छु दाइलाई पनि। र अघि नै आदरणीय व्यक्तित्वहरूले धेरै कुराहरू सुन्नु भएको छ र तपाईँहरूले माथि साथ गुन्डे खोलाबाट आएको पानी जुन मुहानबाट बगिरहेको पानी छ त्यो पानी यहाँले निर्धक्क चाहिँ पिउन सक्नुहुनेछ। अहिले पछिल्लो क्रममा मध्यपहाडी लोकमार्ग निर्माणाधीन अवस्थामा छ, त्यसकारण अहिले पानी अलिकति फोहोर आउने भएको कारण त्यो मात्र हो। अगाडि बढाइरहेको छ भने प्रदेश सरकारले पनि मध्यम स्तरका आयोजनाहरू अगाडि बढाएर गुणस्तरयुक्त पानी खुवाउनमा अगाडि बढिरहेको छ। यही वरिपरिका
केही आयोजनाहरू पनि हामीले सम्पन्न गरेका छौँ। ती आयोजनाहरूको अहिले पनि हामीले नजिकै लगभग अन्तिम अवस्थामा आएको योजनाहरू सम्पन्न गरेका छौँ। ती आयोजनाहरूमा पनि हामीले गुणस्तरयुक्त पानी वितरण गर्न गइरहेका छौँ। तथा सरसफाइ उपभोक्ता संस्था भन्ने थियो पहिले, म यति गलत छैन भने। सानासरी भन्ने कस्तो थियो भन्दाखेरि 50% चाहिँ जनताले पैसा हाल्नुपर्ने, अनि खानेपानीको लागि 50% जनताले पैसा हाल्नुपर्ने थियो। 50% राज्यले दिन्थ्यो भनेपछि 1 करोड रुपियाँको कुनै के अरे आयोजना छ भने 50 लाख रुपियाँ जनताले उठाउनु पर्ने, त्यो पनि ऋणहरू लिनुपर्ने। त्यसपछि हामीले कर्मचारी विदाई कार्यक्रम पनि राखेका छौँ। कर्मचारी हरिबहादुर मगरलाई अगाडि आइदिनु आग्रह गर्दछु। त्यो संस्थाको विधान चाहिँ उहाँले नै लेख्नु भएको हो। र सँगै अर्को स्मरणीय कुरा के छ भन्दाखेरि हामी सबै उहाँ लगायत हामी सबै चाहिँ यो खानेपानी ल्याउनलाई कालोमुसो लगाउनखेरि पनि हामी के गर्ने, खानेपानीको लागि लगाउनु पऱ्यो भने लगाउने भनेर तयार भएका पनि थियौँ। र सँगै यो खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीज्यूहरू, पूर्व प्रणाली यसको अवस्था वास्तविक के हो त भनेर थाहा पाउनुको लागि ChatGPT खोजेर हाल्नुमा, ChatGPTमा चाहिँ लेखनाथ खानेपानी उपभोक्ता संस्था खोजेँ र त्यहाँ मैले हेर्न खोजेको कुरो के छ भन्दाखेरि यहाँको उपभोक्ताहरू कतिको सन्तुष्ट छ त्यो खानेपानी सञ्चालनबाट। र त्यसमा मैले पाएँ 5 जना उपभोक्तामध्ये 3.29 यानि कि 100 जनामा चाहिँ करिब 65 जना उपभोक्ता चाहिँ सन्तुष्ट भएको पाएँ त्यो ChatGPT हेर्दाखेरि। र त्यसै कारण पनि के छ भन्दाखेरि यो खानेपानी एउटा उत्कृष्ट खानेपानी हो र हिजोदेखि यो उत्कृष्ट भएर आइराखेकै हो। अहिले पनि यसले उत्कृष्ट चाहिँ काम गरिराखेको छ, उपभोक्तालाई सन्तुष्ट दिइराखेको छ। र त्यसै कारण पनि हामी पूर्वहरू सन्तुष्ट गर्छौँ र यसलाई चाहिँ अझ तपाईँले राम्रोसँग गरोस् भन्ने कुरो पनि हामी राख्न चाहन्छौँ। र सँगै यहाँ बिर्सिँदा नहुने कुरा के पनि छ भने भन्दाखेरि यो खानेपानीको अर्को पार सम्भवतः त्यो नयाँ आएको के भन्नुभएको थियो भनेर भन्दाखेरि लेखनाथमा खानेपानी आउनु पर्यो, त्यसको लागि हामीले लगाइराखेको गहना पनि बेच्न तयार छौँ, हामीले लगाइराखेको कपडा पनि बेच्न तयार छौँ, सहयोग गर्न तयार छौँ। अनि धेरै साथीहरू रामकृष्णजी पनि यहाँ हुनुहुन्छ र गरिरहनु भएको आग्रह गर्न चाहन्छौँ। यहाँहरूको सहयोग सुगर होस् भन्ने, पोजिटिभ होस् भन्ने अपेक्षा राख्न चाहन्छौँ। र अन्तमा यहाँहरूको समय, यहाँहरूको व्यस्तता, यहाँहरूको आफ्नो जटिलतालाई थाँती राखेर खानेपानीको वार्षिक उत्सवमा सहभागी भइदिनु भएकोमा चिफ गेस्ट लगायतका गेस्टहरूलाई र आयोजक रहेका आयोजक साथीहरू र विभिन्न सङ्घ संस्थाबाट पाउनुभएका मित्रहरू, चाहे त्यो प्रत्यक्ष होस् चाहे अप्रत्यक्ष होस्, आफ्नो मन मस्तिष्क दिमाग श्रम यहीँ लगाइरहनु हुने सबै अग्रजहरूलाई र कर्मचारी साथीहरू सबैलाई कार्यक्रममा सहभागी भइदिएको हुनुभएकोमा आभार व्यक्त गर्दै यो कार्यक्रमलाई विधिवत रूपमा यहीँ सकिएको जानकारी गराउन सक्छु। धन्यवाद।